यो व्हाट्सअप गाइस के छ सबैजना आरामै हुनुहुन्छ म आज यो साथीहरु यो चाहिँ यसको भित्र एलसीडी छ हेर्नुहुनेछ आइफोन 7 प्लस को मेरो एलसीडी खराब भएको थियो खसेर हैन कनेक्टिक मोबाइल पसल तुलसीपुर चोक दाङ घोराई दाङ देखिबाट हेर्नु होला चाहिँ यसको यसबाट के निस्किन्छ ढ्यान्डरान यो साथी यो चाहिँ एलसीडी यो साथीहरु चाहिँ हेर्नुस् आइफोन 7 प्लस को एलसीडी यो चाहिँ नयाँ आइफोन 7 प्लस को एलसीडी हो हेर्नु होला त्यो चाहिँ धेरै महँगो पनि नै धेरै सस्तो पनि नै त्यही हो ठिकै जस आफ्नै मोबाइललाई ठिकै काम लाग्ने राम्रो छ धेरै लो क्वालिटी पनि छैन धेरै हाई क्वालिटी पनि छैन अब ओरिजिनल भने हाई क्वालिटी हुन्छ हैन अब यो कपी त कपी हो तर हाई कपी हो यो चाहिँ हाई कपी केही हुन्न यसले चाहिँ आँखा लाग्न असर गर्दैन राम्रो छ यो ग्लास चाहिँ हैन त्यही भएर चाहिँ यो ग्लास लिएर आएको यो ग्लास पनि हेर्नुहोस् यो साथीहरु यो चाहिँ 90 ग्लास आइफोन 7 प्लस को यो प्लास्टिक भाङ्रो जस्तै म डिस्प्ले चेन्ज गरेर आइसके आफ्नो मोबाइलमा मेरो चाहिँ यो पुरानो डिस्प्ले चाहिँ हेर्नुहोस् यस्तो थियो मेरो डिस्प्लेको हालत हेर्नुहोस् आइफोन 7 प्लस को डिस्प्लेको हालत यस्तो थियो मेरो चाहिँ यो हाफ छ नि हाफदेखि माथि टच लाग्ने थिएन यस्तै समस्या भयो त्यही भएर चेन्ज गरेको हैन यस्तो भयो हालत हो नि त यो चाहिँ माथि कभर है यो चाहिँ 3D ग्लास हो अरे यो चाहिँ गोरिल्ला ग्लास के यस्तो हेर्नुहोस् त यसरी नै बट यो पनि कपी हो फेरि यार पछि डिस्प्ले चेन्ज गर्ने अवस्था आफूले फर्स्ट टाइम मैले डिस्प्ले चेन्ज गरेँ आफूले लगभग 2-3 घन्टा 3 घन्टासम्म बितायो ध्यानपूर्वक चेन्ज गर्यो यो सफल भयो चेन्ज गर्न पनि आफूले गर्न सक्दो पनि हुँदो रहेछ युट्युबमा भिडियो हेरेर ट्राई गरेँ कसरी चेन्ज गरिन्छ भनेर प्रयास गरेँ भयो आफै चेन्ज गरिसकेँ सकिँदो रहेछ बाहिर अब चार्जरमा धेरै चार्ज जान्छ हैन कममा पनि उस्तै भयो भने 1000 कममा पनि 1500-1000 त चार्ज जान्छ कममा पनि सिर्फ डिस्प्ले चेन्ज गरेकोमा सोच्दा कस्तो होला स्वाटली यस्तो छ यिनीहरु क्लिपहरु यो ब्रो डिस्प्ले वाला यो चेन्ज गरेर सबभन्दा यो च्यानलमा चाहिँ तपाईलाई अब सबै अनबक्सिङहरु भिडियो देखाउँछु जुन चीजको अनबक्सिङ मोबाइलहरुको हल टेक्निकल सामानहरुको हरेक चीजको अनबक्सिङ देखाउँछु हेर्नु होला मन परायो होला यदि तपाईलाई यो भिडियो मन परेको छ भने लाइक गरिदिनु होला शेयर गरिदिनु होला र सब्स्क्राइब पनि गरिदिनु होला केही कुराहरु छ भने कमेन्ट पनि गरिदिनु होला है ल बाइ बाइ यो जय नेपाल